म मेरो यो यात्रामा जहिले सुख र दुःखको परिभाषा खोज्दै सबैसँग आफ्नो सुख र दुःख हुने रहेछ। मेरो लागि यो नभेटाउनुको दुःख थियो, उहाँहरूको लागि यो आफ्नो आफ्नो दुःख। मेरो भेटाएपछिको सुख थियो भने उहाँहरूको खाली पेट भरिसकेपछिको सुख। जस्तै यो लुङ्ताको प्रत्येक रङको आफ्नो आफ्नो परिभाषा र विशेषता छ, त्यस्तै उहाँहरूको पनि आफ्नो आफ्नो विशेषता छ र यही विशेषताको वास्तविकता बुझ्नु नै सुख रहेछ। दुःख भन्ने जाबता हामीसँग सधैँ सँगै नै रहन्छ।